नमस्कार साथीहरू, आजको यस भिडियोमा म तपाईहरुलाई आफ्नो कम्प्युटरमा शटडाउन र रिस्टार्टको सर्टकट कसरी बनाएर राख्न सकिन्छ यस कुराको जानकारी दिनेछु। र तपाईहरु आफ्नो कम्प्युटर चाहे त्यो विन्डोज एक्सपी युज गरिरहनु भएको छ, चाहे तपाईले विन्डोज 7, विन्डोज भिस्टा 8, 10 जुनसुकै विन्डोजको भर्जन युज गरिरहनु भएको छ, सबै भर्जनका लागि यस ट्रिकले चाहिँ काम गर्नेछ। ओके, सो तपाईहरुले आफ्नो डेस्कटपमा तपाईको शटडाउन र रिस्टार्टको सर्टकट बनाएर वान क्लिकमै तपाईले आफ्नो कम्प्युटरलाई शटडाउन वा रिस्टार्ट गराउन सक्नुहुन्छ। आउनुहोस् भिडियोलाई सुरु गरौँ। नमस्कार, मेरो नाम दिनेश र टेक सोल्युसन नेपालमा यहाँलाई स्वागत छ। आउनुहोस् यो ट्रिकलाई जानौँ। र भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ यदि तपाईहरुले हाम्रो यस च्यानल टेक सोल्युसन नेपाललाई यदि अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज सब्स्क्राइब गरिदिनु होला, किनभने यस च्यानलमा हामी तपाईलाई मोबाइल, कम्प्युटर र इन्टरनेट प्रविधि तथा अनलाइन जब सम्बन्धी विभिन्न टिप्स एन्ड ट्रिक्सहरू दिने गर्दछौँ। र त्यसैगरी तपाईहरु हाम्रो ब्लग, त्यसैगरी फेसबुक, ट्विटर र इन्स्टाग्राममा पनि हामीसँग कनेक्ट रहन सक्नुहुन्छ। यहाँ क्लिक गरेर तपाईहरु हामीसित जुड्नु होला। र आउनुहोस् अब चाहिँ आजको भिडियोतर्फ लागौँ। र यहाँ चाहिँ म अहिलेको लागि विन्डोज 8.1 युज गरिरहेको छु। ओके, सो तपाईहरु आफ्नो पहिला सुरुमा डेस्कटपमा जानुहोस् र डेस्कटपमा तपाईहरु राइट क्लिक गरिदिनुहोस्। राइट क्लिक गर्नु भएपछि तपाईले यहाँ न्यूको अप्सन देख्न सक्नुहुन्छ। न्यूमा जानुहोस् र न्यूमा तपाईले सर्टकटको अप्सन देख्न सक्नुहुन्छ। तपाईले यस सर्टकटमा क्लिक गरिदिनुहोस्। अब तपाईले सर्टकटमा यहाँ तपाईले लोकेसन टाइप गर्नुपर्ने हुन्छ। लोकेसनमा तपाईले टाइप गरिदिनुहोस् शटडाउन स्पेस त्यसैगरी एस अनि स्पेस यो टी अनि 00 टाइप गरिदिनुहोस्। ओके, यो कोड म तपाईहरुलाई डिस्क्रिप्सन बक्समा पनि दिनेछु। यो चाहिँ तपाईको शटडाउनको लागि यो कोड भयो। अब तपाईले नेक्स्ट गरिदिनुहोस् र यहाँ तपाईको नाम राखिदिनुहोस् शटडाउन। ओके, सो म अहिलेको लागि शटडाउन हालिदिन्छु र यसलाई फिनिश गरिदिनुहोस्। अब तपाईको यहाँ शटडाउनको कोड रेडी भइसकेको छ। शटडाउनको तपाईको सर्टकट रेडी भएको छ। अब त्यसैगरी तपाई रिस्टार्टको पनि यसरी नै सर्टकट बनाउन सक्नुहुन्छ। अब त्यसको लागि तपाई फेरि न्यूमा जानुहोस्, सर्टकटमा जानुहोस् र अब तपाई यहाँ लोकेसनमा तपाईले फेरि टाइप गरिदिनुहोस् शटडाउन स्पेस अनि यो माइनस साइन अनि आर माइनस टी अनि 00। यसको कोड पनि डिस्क्रिप्सन बक्समा हुनेछ। अनि नेक्स्ट गरिदिनुहोस् अनि नाम राखिदिनुहोस् जस्तै रिस्टार्ट। ओके, अनि फिनिश गरिदिनुहोस्। अब तपाईको यहाँ दुईटा शटडाउन र रिस्टार्टको सर्टकट क्रिएट भइसकेको छ। अब तपाईले यहाँ शटडाउन वा रिस्टार्टमा डबल क्लिक गर्नुभयो भने तपाईको कम्प्युटर शटडाउन र रिस्टार्ट हुने गर्दछ। ओके गाइज, सो तपाईहरुले यसरी सजिलै आफ्नो कम्प्युटरमा शटडाउन र रिस्टार्टको सर्टकट बनाएर राख्न सक्नुहुन्छ, जसले गर्दा तपाईहरुलाई एक क्लिकमै तपाईको शटडाउन वा रिस्टार्ट हुने गर्दछ। सो यदि तपाईहरुलाई यस भिडियो मन परेमा प्लिज लाइक गरिदिनु होला। तपाईहरु पनि आफ्नो कम्प्युटरमा यस ट्रिकलाई ट्राई गर्नु होला र केही नबुझेमा कमेन्ट बक्समा लेख्नु होला र यस भिडियोलाई शेयर गरेर सबै माझ पुर्याउनु होला। थ्यांक यू गाइज फर वाचिङ दिस भिडियो। जय नेपाल। Everywhere, freaks and herrings, dykes and ferries,